त्यो पछाडि अगाडि हेर्नु दिदीहरू छ बहिनीहरू छ प्लिज पछाडिबाट नठेल्छौ हाम्रो दानको केटाहरू यस्तो छ यहाँ ल सबैजना बस्नु अगाडि बसिदिनु होला सबैजना र आइसक्नुभयो अब 1 2 3 भन्छु सबैको हात माथि गरेर बोलाउनुपर्छ हुन्छ एतिन्जेल जसको प्रतीक्षा गरिराख्नु भएको थियो 6औं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन कृषि महोत्सव 2080 को आज 8 गतेको दिनमा तपाईँ हाम्रै सुन्दर नगरी लालमोर्चाको टुडी खेलमा तपाईहरुको लागि भनेर आउँदै हुनुहुन्छ वान अफ द फेभरेट मेरो मात्रै नभएर सबैको प्रिय कलाकार आफ्नो दुःख आफ्नो आँसु लुकाएर अरूलाई सुख दिने मान्छे मेरो प्यारो दाइ हामी सबैको प्यारो हामी सबैको प्रिय हामी सबैले बनाएको होनहार कलाकार प्यारो दाइ पल्सरको आगमन भइसकेको छ दाइ सबैजना जोरदार ताली साथमा प्यारो दाइ वान अफ माई फेभरेट माई हिरो दाइको आगमन भइसकेको छ सबैलाई सुरु सबैको दाइहरूलाई म अनुरोध गर्न चाहन्छु रातो डोरी दाइ लभ यु दाइ ओके अब सम्पूर्ण शुभेच्छा दाइहरू त्यहाँ भिडभाडलाई मिलाइदिनु होला प्लिज सबैजनाले अब आउने वातावरण अब यहाँ पनि यता पनि स्टेज पनि खाली गरिदिनुहोस् प्लिज सुन्दर दाइ कता हुनुहुन्छ मेरो दाइ यसलाई यतातिर हामी अब तपाईँहरूले पनि यस्तो मिलाइदिनु प्लिज है अब यता पछाडि गरिदिनु आइसक्नु भएको छ अब सबैजना स्वागतको लागि रेडी बसिदिनुहोस् आदरणीय अध्यक्ष दाइ सुरज खड्का दाइ श्रीधर दाइ लगायत सम्पूर्ण टिमहरूलाई म अनुरोध गर्न चाहे अब भने यति जसको प्रतीक्षा गरिराख्नु भएको थियो है सबैजना यदि कसैले बाइकको चाबी भेटाउनु भएको छ भने कसैले भेटाउनु भएकोले चाहिँ प्लिज चाबी दिनु होला है यो चाबी हराएको छ अरे यहाँ सो भेटाउनु राखेन हो तिमीले त अब भेटाउनु नानी यदि भेटाउनु भएको छ भने दिनु होला सबैजनाले है नठेल्नु है सबैजना बस्दिनुहोस् सबैजना बस्नु होला है यता अगाडिको दिदीहरूलाई बहिनीहरूलाई त्यो खडा त हेर्नु भएको तपाईँले किन कसको खडा वर्षमा फोन गरेर आएको त ए होइन म त्यतिखेर के भन्छु बर्थडे भयो ठ्याक्क दिनभरि म त्यही बिजी भयो हाल्नै पाएन
कति राम्रो देखियो तपाईँहरू बसेको त यता बस्नुहोस् त यतातिर पनि दिदीहरू बसिदिनुहोस् अब यहीँ आउनुहुन्छ नि अहिले स्टेजमै आउनुहुन्छ माथि कति बेला आउनुहुन्छ त अनि एउटा कुरा फेरि सोधौँ यस्तो गरेर पनि लास्टमा नआउने अरे के हुन्थ्यो हान्छ ढुङ्गा के हुन्थ्यो म त के गर्थेँ थाहा छ म त यो स्टोकर खोल्थेँ टाउको ढाक्थेँ लुकुरु यताबाट कता निस्किने पर गाडी रोक्थेँ अनि नमै जान्थेँ म त ल अगाडि बस्नुहोस् हो यता दिदीहरू पनि बस्नुहोस् बहिनीहरू बस है हजुर नबस्ने र सम्पूर्ण हाम्रो भोलिन्टियर साथीहरू हाम्रो स्वयंसेवक साथीहरू आशाका किरणका होल इन्डिया टिम स्काउटको टिमहरू सशस्त्र बल हाम्रो प्रहरी साथीहरू प्रहरी दाईहरू दिदीहरू न्यू डान्स क्रिएसनका होल इन्डिया टिम सबैजनाले यसो त्यो भिडभाड चाहिँ मिलाइदिनु होला है सबैलाई बसाउनु होला मजाले बस्नु सबैजना बस्नुहोस् है अब सबै प्रस्तुतिहरू सकिसकेको छ अब लास्ट प्रस्तुति हेर्ने अब पल्दाकै डान्स पल्दाकै पल्दाइलाई नै हेर्ने भनेर तपाईँहरू बसिराख्नु भएको छ भने त्यो इच्छा अवश्य पुरा हुन्छ टेन्सन नगर्नु होला हेरिरहेको छु त हजुर मैले पनि हेरिरहेको छु अब आएपछि बोलाइदिन्छु भनेर तपाईँहरूकै लागि भनेर बस केटा हो बस्नु दियो अगाडि दिदीहरूलाई बहिनीहरूलाई बस्नु दिएको न प्लिज त्यो भिडभाड मिलाइदिनु होला प्रेम दाईलाई विशेष प्रकारले बोला भरत दाई One of our favorite, मेरो मात्र फेभरेट नभएर सबैको प्रिय कलाकार दाङले जन्माएको कलाकार मेरो प्यारो दाइ the one and only the versatile model plus dance वर्षको आगमन भइसकेको छ गाइस सबैजनाले कृपया भिडभाड कम गरिदिनु होला दाइ अगाडि आउनु पर्यो आगमन भइसकेको छ दाइलाई विशेष स्वागत छ र एकदमै खुसी लागिरहेको थियो म जस्ट हेरिरहेको थिएँ कि दाइले कतिखेर भाइलाई ह्याप्पी बर्थडे भन्नुहुन्छ भनेर ठ्याक्कै साँझ हेरेको दाइ एकदमै खुसी लाग्यो मेरो प्यार दाइ सो मच लभिङ सो मच दाइ अब भनिदिनु पऱ्यो दाइ आइसक्यो भनेर सबैलाई नमस्ते मेरो नमस्ते उपस्थितिको लागि धेरै धेरै धन्यवाद हाम्रो विजयपुरको लागि पनि ताली दिउँ त है किनभने हिजो मात्र यसको जन्मदिन थियो र मैले हिजो दिनभरि बिजी भएर चाहिँ बेलुका पनि मेरो भएको बाटोमा अनि नत्र बेलुका चाहिँ अफर गर्नु पाएँ जन्मदिनको शुभकामना मेरो भाइ विजयपुर उत्तर प्रगति होस् यो आगामी दिनहरूमा चाहिँ राम्रो होस् है हामी सधैँसँगै हुनेछौँ थ्याङ्क यू दाइ थ्याङ्क यू र दाइलाई स्वागत गरिदिनको लागि म आज टिमको एन्टायर टिमलाई अनुरोध गर्न चाहन्छु र यसै गरी उहाँसँगै पाल्नु हुने अर्को एकदमै होनहार डिरेक्टर होनहार मेरो प्रिय दाइ मेरो अभिभावक आदरणीय दाइ डान्सर प्लस मोडल प्लस कोरियोग्राफर द वान अफ माई फेभरेट डिरेक्टर काजी श्रेष्ठको
म परिचय गराउनुभन्दा पहिले तिमी र म जम्माया यो गीतको डिरेक्टर दाइ सुर्ती मार्दा मार्दै गयो जो त्यसको डिरेक्टर दाइ दाइहरूको आफ्नो त्यो गीत बिर्से वनमा खएर भन्ने गीतको डिरेक्टर दाइ हुन्छ ल रेबिनको बुवा मम्मी हरणमा छ है ल कहाँ हुनुहुन्छ यता यता उहाँको बुवा मम्मी कता हुनुहुन्छ यता हरणमा छ अरे हात उठाउनुहोस् त कहाँ हुनुहुन्छ ल आउनुहोस् सुरज खड्का दाइलाई अनुरोध गर्न चाहन्छु एकपल्ट जोरदार तालीले स्वागत गरौँ उहाँलाई स्वागत गर्नु सुरज खड्का अध्यक्ष हुनुहुन्छ मेरो प्यारो दाइ र यसै गरी उहाँलाई स्वागत गरिदिनको लागि मेरो प्रिय दाइ काजी श्रेष्ठ दाइ कता हुनुहुन्छ दाइलाई पनि अगाडि बोलाउन चाहे श्रीधर खत्री दाइ हुनुहुन्छ सुरज खड्का दाइ हुनुहुन्छ काजी श्रेष्ठ दाइ प्लिज अगाडि आइदिनु होला र स्टेजको भिड त अब यता माथि सबैजनाले केयर गरिदिनु होला र दाइलाई आसन गर्नको लागि अनुरोध गर्न चाहन्छु र काजी श्रेष्ठ दाइलाई पनि स्वागत गरिदिनुको लागि म आयोजक टिमहरूलाई अनुरोध गर्न चाहन्छु र उहाँसँगै साथ पाल्नुहुने हाम्रो प्रिय दाइ मेरो प्यारो दाइ पल दाइको बाल्यकालदेखिको साथी भरत अधिकारी दाइलाई पनि स्वागत गर्न चाहन्छु दाइलाई पनि स्वागत छ र यसै गरी पल दाइसँग पाल्नुहुने अर्को एकदमै पल दाइको प्रिय पात्रो हामी सबैको प्रिय मेरो पनि प्रिय आदरणीय प्रिय सर जुरी ठाकुरलाई पनि म स्वागत गर्न चाहन्छु यसै गरी जुरी ठाकुर सर पनि आइसक्नु भएको छ यहाँ थ्याङ्क यू सो मच
सबै सिङ्गर गरी ऐनामा हेरौली काला काला आँखामा चस्मा लगाउली काला काला आँखामा चस्मा लगाउली काला काला आँखामा चस्मा लगाउली संसारै घुमौली जति गल्ती गरे नि मेरो मापे पाउली काला काला आँखामा चस्मा लगाउली काला काला आँखामा चस्मा लगाउली काला काला आँखामा चस्मा लगाउली नाम नमिलोस् नमिलोस्
खुसी हो